वेलकम टु स्यान्डी भ्लग। स्वागत छ तपाईँलाई। आज हामी यहाँ बोटनिकल टुर थियो होइन कलेजको तेह्र दोस्रो मजा यहाँ अब कहिलेबाट अब बाटो काट्ने क्रस गर्ने हो। बसमा चढेर जाने अहिले कलेज जाँदैछु मैले। बोटनिकल टुर आज बल्ल बसमा त उर्लियो यतिको जाम थियो कि बसबाट भर्खर झर्दै यहाँ कोटेश्वरमा चोकमा बोल्नु हामी होइन। त्यो एउटा साथी आएर पर्खिरहेको छ। यस्तो जाम पऱ्यो नि यहाँ 1 घन्टा लाग्यो नि एउटा यहाँ पुग्नलाई। कलेजमा बल्ल पुगिसक्यो अब पुग्यो मेरो कलेज बैक साइडबाट होइन यो भाइ चोकबाट फाइनली कलेज यार मैले कपी पनि किन मलाई भन्छ भने यो छ त कपी एउटा कपी भइपुग्छ मैले गर्नु न गाइस कलेज चाहिँ हो त्यो वाइकला त्यो कलेजबाट लाइभ भएको होइन फाइनल बस्ने आएर छ सबै ब्याग बोकेर सब होइन बस मान्छेको बस चाहिँ मैले यहाँ अबदेखि बसभित्र इन्ट्री जेबेडी गएन मलाई भाइ हाई गर्ने यहाँ देन यार स्यान्डी ओफो ड्राइभर नहीं बोलने के साथ यार ड्राइवर साहब जरा गियर लगाइए ना। ठाउँको नाम भन्न छिटो। त्यही आएन अहिलेसम्म यहाँ चारजना यो केही काम नगर्ने सेलहरू यहाँ मात्र सबै माथिहरू यहाँ छोड्नु न एउटा राम्रो बनाउ न। कलेजमा के 8 बजे पुग्ने भनेर 9 बजिसक्यो अहिलेसम्म गएको छैन कोही छैन। सब आफ्नो दुनियाँमा व्यस्त छ। मोबाइल चलाउँदै सबै यो आफ्नो दुनियाँ व्यस्त छ। भिडियोमा कहाँ यहाँ व्यस्त छ रुमदेखि काठमाडौँ मात्र यतिकै बसमा यति टाइम लाग्यो हिँड्नु होइन टाइम पनि आउनु गाडी चाहिँ अर्को रहेछ। हामी चाहिँ फाइनल यहाँबाट हिँड्यौँ अहिले आउनु भयो दाइ पनि हिँड्नु हो। फाइनल्ली भोजपुरी सङ्ग पनि बज्यो होइन। यहाँ गोदावरीको जङ्गल बाँच्यो बसबाट चढिसक्यो होइन। सबैजनाको है काउन्टिङ हुन्छ बसबाट झर्ने भइसक्यो। फाइनल्ली गाइस म बसबाट उत्रिसक्यो होइन। हाम्रो नेक्स्ट बस पनि आइसक्यो। मैले यहाँ राष्ट्रिय बस अध्यक्ष त्यहाँतिर पुगेको छु। फेरि त्यहाँबाट ती बसहरू यहाँ लागिसकेको छ। 2टा बस पुगेको क्या हामी आइसक्यो। यतिकै बस पनि पुग्यो के अरे चिलमा होइन स्मिल राइट्स गेडारो स्यान्डी यहाँ आएछ यो मिनी टुकटुकमा बस्नु पर्यो यो ऊ टुकटुक होइन म्याम बसेन बसेको ऊ 2टा बस पुगिसक्यो हाम्रो मेरो लाग्यो यहाँ बस्ने यतिको ठाउँमा चाहिँ भोपालको लागि गोदावरीतिर आज बोटनिकल टुर थियो लिएर आएको हामीहरू। राम्रो छ एकदम मोबाइल ठाउँ छ यहाँ हाम्रो गाडी चाहिँ बुझ्दैन के फार्मेसी भिडियो हाल्यो हाम्रो दाइ गर्नलाई होइन। ए भ्याएको त बढिनु मलाई न कस्तो ट्याउ 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 गरेर केटा यहाँ सबै गइसक्यो लागिसक्यो यहाँबाट लाग्यो टिकटको लागि
केही भन अघिको बारेमा कस्तो लागिरहेको तिमीलाई भित्र डेटिङ स्पोट हो यहाँ हाम्रो सेक्सुअल टुर छैन हाम्रो डेटिङ स्पोट हो ल हामी जस्तो लागेको हामी पनि यस्तै लाइन लागेर भित्र गइरहेको छ होइन लाइन लागेर टक्क भित्र टिकट काटिन्छ एउटा चराहरूको रहेछ एकदम बबाल छ यहाँ चाहिँ चराहरू पनि हो बाहिरमा विभिन्न प्रकारको चराहरू देखाउँछ होइन चराको यहाँ रियल चराहरू भयो भने त्यो त नआएन मलाई होइन कति पनि यो यो चाहिँ पुतलीको संसार भन्छ यसलाई पुतलीहरू प्रजातिको पुतलीहरू अनि यहाँ तपाईँहरूले म यो पुरानो सामग्रीहरू यो डलिया सलिया के हो पुरानो सामग्रीहरू मादल छ जस्तै मोदानी मादल छ अनि यहाँ रगिया छ ठेकी छ नाग्रो छ सालको पात छ यो तलको चाहिँ के रहेछ पुरानो सामग्रीहरू यहाँ चाहिँ के छ नाग्रा छ हेज कटर छ हेज कटर भन्छ साबेल छ हँसिया छ थुकी छ सिकेचर छ क्याबेल छ सेकुलो छ कोदाली जाँते पन्चरो जाँते हजारी सबै परालबाट नि चप्पल छ बन गेरा छ जडीबुटी बाटिका अनि एउटा फुल होइन कृपया बिरुवाको बिल म किन्ने होइन म हेर्न आएको राम्रो छ ब्रान्चेस यो भाइहरूको धेरै जस्तो कलेज स्कुल सानो कलेजबाट बच्चाहरूलाई ल्याउनलाई यहाँ होइन टुरमा लिनलाई पोलिटिकल स्कुल लागि सर्पगन्धा हो कि यो मेडिसिन पुदिना यसलाई पुदिना भन्छ मेडिसिन प्लान्टमा यो पनि पर्छ अनि के छ यहाँ वन तुलसी सेम तुलसीको जस्तै बास्ना आउँदो रहेछ यहाँ नि पुदिना हुन्छ वन तुलसी ए पुदिना 2-3 खालको छ त यार यहाँ त बोजो ओए यसको नि अन्त बोजो सुलुलु आइ 10 लाख या ओके सुलुलु
ओके तेजपत्ताको होइन सबै प्लानहरूको रिपोर्ट हामीले मतलब कि रिपोर्ट त होइन त्यो फोटोसोटो लियौँ पछि रिपोर्ट बनाउनु पर्यो त्यही हो यार अरू साथीहरू तानिरहेको फोटो मजाले हामी चाहिँ यस्तै हो अब के हान्ने सबै त्यस्तै हो अरू एक्लै यो यहाँ नि होइन एउटा पानी अमलाको पानी अमला यसलाई मेरो गाउँतिर के भन्छ अरे खतरा अङ्गुरको दाना जस्तै हुन्छ हेर यसको जानामुनि तल हुन्छ होइन गुन्सी हाले गुन्सीको पनि हान्न होइन भयो 10-12वटा भइसक्यो बढी भइसक्यो आइज 10 होइन हाम्रो चाहिँ यहाँ कमनले हान्ने क्या सब तेजपत्ता भइसक्यो अनि अब के गर्ने भन् त अब त्यही भन्नु के नाइ केही गर्दैन कस्तो लागिरहेको छ यहाँको तँलाई यहाँ त राम्रो ठाउँ हो एकदम मस्त मजा आइरहने एकदम चिसो ठाउँ आहा भन्दैन होइन एकदम बबाल छ हेर्न अमला अमलाको छ हान्न अमलाको चाहिन्छ हामीलाई फेरि पात खसेर यस्तो भएको फ्लोर छ होइन गार्डन छ कति मान्छे जानुपर्छ म्याम अगाडि छ नि माथि ग्रिन हाउसहरू छ ग्रिन हाउस नि छ चलो भट्टजी एकदम बबाल क्या ठाउँ अरे क्या नजारा है भाइ एकदम बबाल छ फोटो खिच कस्तो कस्तो खाना हेलो नमस्ते कस्तो लाग्यो यहाँ एकदम बबाल कस्तो लाग्छ ठाउँमा छ खतरा एकदम पिस एकदम शान्त मिल्ने जस्तो छ तर मान्छेहरू राम्रो छैन के भनिन्छ आई हेट माई क्लासमेट फ्रेन्ड्स मलाई नि जङ्गल जस्तो मलाई तिम्रो त मोबाइलमा बनाइरहेको फ्लावर छ बबाल फुलहरू छ आइज तर जेबिटी नबोल्दै हेलो गाइज चाहिँ मेरो दोस्त एउटा गोपाल हिरो एनसी केट हो ए होइन कलेज गरेको एनसी केटा हो के बेइज्जत गरिरहेको चाउमिन वालामा चाउमिन गोपाल हो दोस्त चाउमिन गोपाल भन न यार चाउमिन गोपाल चाउमिन हो केटा यहाँ किन फेरि ए दिल तु ही जान हेलो एउटा भेटियो पश्चिम खै भेट्यो काम ढेको भेट्यो के बब्बाल फोटो हानु सोचलाई भयो फोटोहरू हान्नेहरू सानो बच्चाहरू पनि आउँदो रहेछ होइन यो चाहिँ हाम्रो क्लासको सबभन्दा एकदम बबाल चिकना दोस्त भन्नु चिकना एकदम चिकना नमस्ते सन्देशको गाइस आज हामी के भन्छ यो गोदावरीमा आएको बोटनिकल प्र्याक्टिकल एकदम बबाल ठाउँ छ होइन एकदम शान्त जग्गा गाउँ मलाई गाउँभन्दा अस्तिको त्यो शनिधाम गएको थिएँ नि म त्यहाँको भन्दा बबाल ठाउँ छ त्यो नि राम्रो छ त्यो नि राम्रो छ यहाँ पुरै गाउँको प्लानहरू सबै भेटिन्छ एकदम बबाल के भन्छ यसलाई नाङ्लो भन्छ हाम्रोतिर नाङ्लो हो यसको यस्तो बबाल रेलिङ गर्न खबरसम्म मैले आज यहाँ पनि एसएलओ भेट्टाएँ अस्तिको ठाउँमा गएको पनि मैले एसएलओ पाएको थिएँ आज पनि एसएलओ भेट्टाएँ यो ठाउँमा नि एसएलओ रहेछ कि यहाँ नि एसएलओ भएको ठाउँमा काफल त पक्कै हुन्छ तर मैले काफलको भेट्टा छैन अहिले होइन एकछिन लाएँ यहाँबाट होइन ऊ एउटा लाएँ म अब घरतिर साथीको मन आयो कि बस जाने भयो भनेर साइकस नै हो नि यो साइकस हो घरतिर लायो आजको मेरो समाप्ति यही भयो होइन ल तिनवटा बस रहेछ दोष एचएको कुन बस हो फर्स्ट ए वाला बस एक ल ल ल ल ल फाइनली हामीतिर घरतिर लायौँ अब यहाँबाट यो चाहिँ यो वाला यो ल्याबको होला
फर्स्टवाला बसेको ल मलाई ए अब आए यार दोस्त म सुन्दा हो टिरी मेरो एन्ट्री हुन्छ अब धाममा केदार माथि बसमा म यो माथि राख्छु के जाँदाखेरि भन ए राख्ने यता राख नि त यस्तो बस चढिसक्यो भोजपुरी लागेर बुझेकै छैन के होला नि जरा स्पिड देखो ना हामीहरू झऱ्यो होइन बसबाट सबै विद्यार्थीहरू झऱ्यो फाइनली हामी गाउँभित्र पुगिसक्यो मेरो दोस्त पनि पुगिसक्यो फाइनली हामी झऱ्यौँ माथिबाट फेरि हेर्न यो बच्चा माथिबाट